गुड मर्निङ एभ्रिवान। आज तपाईको 27 जुन है 2025 को दिन बिहानै आज सानो मेरो छुट्टी पनि अलिकति मिले जस्तो भयो। त्यसले गर्दा म आज सानो राइड लिएर निस्किँदै छु है। म घरबाट निस्किँदै छु हो। अब हेरौँ यहाँदेखिको म कता जाने प्लान गर्छु। हेरौँ एक दुई जग्गा प्लान गर्दैछु, हेरौँ कता जान सक्छु। घाम पनि यसो आज मजाले लागेको छ, त्यस्तो डरलाग्दो पानी पनि छैन है। सो लेट्स सी, हेरौँ बाटोमा के देखाउन सक्छु, कता कता जान सक्छु, तपाईहरुलाई म देखाउन सक्छु। आज म पूर्वथानको एउटा तालिमटार भन्ने जग्गा जाँदैछु हो। अन्त अहिले म घरबाट निस्केँ 11 बजी होला है। सो यो मैले मेरो क्यामेराको एङ्गल पनि अर्कै लगाएको छु अहिले। सो कतिको राम्रो आउने चाहिँ एङ्गलमा थाहा छैन, तर भए पनि अहिले कहीँ रोकेर हेर्छु एङ्गलबाट कति आउनु भएको छ भनेर। क्रस गरेर अगाडिपट्टि डाम्दिमोन भन्ने अगाडि जो फ्लाइओभर छ है, यो फ्लाइओभरमा आएँ है। कस्तो ब्युटिफुल फ्लाइओभर छ, हेर्नुहोस् न अगाडि देखाउँछ तपाईँलाई। कस्तो ब्युटिफुल छ है तपाईँको फ्लाइओभर, कस्तो दामी। आज हेर्नु न निलो आकाशमा बादल अलिकति छरिएको हो। यहाँ फ्लाइओभर मजाले यतिको मेन्टेन भयो भने चाहिँ फ्लाइओभर चाहिँ दामी हुन्छ है। हेर्नु मान्छेहरूले हेर्नु न स्कुटी कुदाएको आमा हामी बाइक भएर म 80 मा कुद्दैछु त हेर्नुहोस् त ऊ ह्यान्डटक कस्तो पाराले कुदाउँछ, छप्री टाइपको लडेको बाटो यसरी चाहिँ भएर नकुदाउनुहोस् तपाईँहरू, हाइवे हो। यो शेरवानी रहेछ जग्गा है। यहाँदेखिको कलेज तपाईँको चाहिँ दालिमटार जाँदो रहेछ है। सो यहाँदेखिको दालिमटार हेरौँ। यो तपाईँ गुरुबथानको बाटो, यो कालिम्पोङ जान्छ है। तपाईँ आउँदैछु भाइ। यहाँदेखि उकालो चाहिँ तपाईँको दालिमटारपट्टि लाग्दैछु है। दालिमटारपट्टि लाग्दैछु। दालिमटार कस्तो छ थाहा छैन, उकालो छ अरे है। गुरुबथान आइपुगेर युबथान उकालो
त्यो बाटो त 21 ओह्रालो जाँदैछ त। आम्मामा बाटो त सानो छ, अलिकति साइडमा अलिकति मान्छेहरूले गाउँको पञ्चायतले अलिकति झार जङ्गलको आम्मामा बाटो आमामा पुल त कत्रो सानो। बाटो त खतरा रहेछ त। ठुलो गाडी जाँदै जानु। यहाँबाट चाहिँ तपाईँको चाहिँ दालिम भ्यू पोइन्ट गएको हो, तर अब एक जग्गादेखिको बाइक ती राखेँ किनकि माथिबाट घुमाउने जग्गा छ भन्छ केटाले बाटै छैन हो, त्यसले गर्दाखेरि चाहिँ राखिएर चाहिँ गएको। मामा तल चाहिँ सायद अम्बेक टी गार्डन थियो जस्तो लाग्दैछ। अब अहिले त घाँसमा बस्नु पनि साह्रो छ, जुगा लाग्ने पिर छ हो। भ्यू पोइन्ट अलिकति फाँडेको छैन रहेछ। आम्मा निकै टुप्पै रहेछ। तालिम भ्यू पोइन्ट त हेरेँ हो, अब तालिम गढी हेर्नु गएको है। उहिले तपाईँको लेप्चा राजाहरूको गढी, एउटा तामसाङ गढी र एउटा तालिम गढी भन्ने रहेछ है। तालिम गढी म यहाँबाट जान्छ, सो तालिम गढी पनि जाँदैछु हेर्नु। उयो भएछ। सो यहाँबाट भरेको पानी अर्काको उयोबाट लगाइदिनु पऱ्यो। सो यहाँबाट चाहिँ तपाईँको
दालिम फोर्ट जान्छ अरे कि तर पुरा चिप्लो चिप्लो लाग्दैछ बाटो चाहिँ मलाई यो चाहिँ म छोडै जानुस् रेलिङ रेलिङ लगाम पुगिहाल्छ भनेपछि सो चिप्लिँदै चिप्लिँदैन रहेछ चिप्लिन्छ कि भनेर डरसरी छ हो दाजु कति टाढो रहेछ दालिम फोर्ट कति टाढो छ दालिम फोर्ट गडी गडी हजुर मान्छे छ कि छैन कोही छैन मान्छे होइन कोही छ मान्छे बाटोमा राम्रै छ ए है ए हुन्छ दाजु धन्यवाद सो गडी पुगुन्जेलसम्म यस्तै छ अरे है बाटो चाहिँ यतिकै रहेछ है जङ्गल जङ्गल रहेछ जङ्गल जङ्गल पता चला है रहेछ त्यो ट्रेकिङ गर्ने बाटो यो हिँड्ने बाटोमा चाहिँ नि झोललाई पनि सोध्नु कसैले राम्रो बताउँदैन यार जहिले पनि जहाँ पनि जाँदाखेरि कसैले भन्छ आधी घन्टा कसैले भन्छ 40 मिनट कसैले भन्छ 10 मिनट हो यहाँबाट तपाईँको हरियो बाटो हरियो गेट देख्दो रहेछ है यसो हेर्दाखेरि चाहिँ यो गडीको बाटो चाहिँ बहुत दिन भएछ मान्छे नआएको सायद रेनी सिजन भएर नआएको छ है घरतिर यो पत्ता पुरा हुन्थ्यो यो पत्ता हेर्नुहोस् त गेटमा के लेखेको पत्तै छैन चराको नक्सा हो गेट ओपन टोयलेट रहेछ जेन्ट्स एन्ड त्यो जेन्ट्स हो यो पक्का लेडिज हो जङ्गलै जङ्गल रहेछ नि त त्यो बेलामा चाहिँ यस्तो जग्गामा चाहिँ लाप्चे राजाले चाहिँ के देखेछ भाङ्रे सिस्नु हेर्नुहोस् है यसलाई चाहिँ भाङ्रे सिस्नु भन्छ पोल्यो भन्छ सानो हो गडी चाहिँ दाजु गडी चाहिँ हो ए सब भित्किसकेको रहेछ त है सब भत्केको रहेछ म सिलगढीबाट आएको नि सिलगढीबाट हजुर हेर्ने चाहिँ यही हो लु हेर्नुहोस् गडीको हालत चाहिँ यस्तो रहेछ दालिम गडी यस्तो रहेछ हेर्नुहोस् दालिम गडी चाहिँ बाटो कताबाट दाजु बाटो चाहिँ कताबाट हो यतापट्टि यो यता हो ए
यी बाटो चाहिँ रहेछ हेर्नुहोस् बनाउनु चाहिँ खोजेको रहेछ तर भएन दालिमगढी चाहिँ यही रहेछ यतिको फुटपाथ बनाएर यतिको खर्च जब गरिसकेपछि यसलाई पनि अलिकति सफा सुग्घर राखौँ तब टुरिस्ट आउँछ हैन अलिकति यसलाई उयो गरौँ मर्मत गरौँ हो आम्मामा हेर्नुहोस् न यस्तो दामी ढुङ्गा काटेर चाहिँ इँटा जस्तो बनाएको रहेछ हेर्नुहोस् त यो नि बाटो चाहिँ ढुङ्गा काटेर यहाँ चाहिँ ढुङ्गा काटेर चाहिँ इँटा जस्तो बनाएको रहेछ यो चाहिँ हो गढी भने जस्तै उतापट्टि सबै बिगारेको रहेछ हो मान्छेले आम्मा माथि एकछिन मात्रै रहेछ हिँड्नु चाहिँ कसैले आधी घन्टा कसैले 15 मिनट हेर्नुहोस् गढी भन्ने चाहिँ यही रहेछ हिस्टोरिकल प्लेस आउनु मलाई पुरा मनपर्छ आजको मेरो राइड चाहिँ सायद यहाँसम्म नै होला हो यहाँदेखि चाहिँ उता रहेछ बाटो यतापट्टि पनि त पुरा जङ्गल छ उतापट्टि पनि जङ्गल छ हो बनाउनु चाहिँ जङ्गल बिचमै बनाएको रहेछ अब त्यो समयमा जङ्गल थियो कि के थियो तर अहिले तपाईँको जङ्गलै जङ्गल छ त्यो त फरेस्ट एरियै होला सायद यो जग्गा चाहिँ धुम्म लाग्यो अन्धकार भएर आयो है पानी पर्नु आँटेको छ हेर्नुहोस् न एकदम धुम्म लागेर आयो हो हरर सोको जस्तो बाटो जस्तो भएर आयो यो सो मलाई पनि निस्किनु पर्यो यहाँदेखि अब हेर्नुहोस् न अन्धकार हेर्न आमा अन्धार हेर्नु न रुख पनि लहराएको रुखहरू हो घोडामा चाहिँ मलाई जुगा पसी जस्तो छ दुई जग्गा पानी पनि पर्यो जोरदार पानी पर्यो छाता पनि छैन उतालाई कुनै के पढौँला भनेको थिएँ हो पढ्नु पनि सकिनँ अब चाहिँ बाइक लिएर आएको मानेक पत्ता उडाउला जस्तो भइहाल्यो मानेक पत्ता उडौँ क्या हो लु मानेक पत्ता उडे मानेक पत्ता उडेर हिँडेको अब लि हेर्नुहोस् है पानी पर्यो छाता छैन दालिम टारले भिजायो मानेक पत्ता उड्यो हिँड्यो अब
कस्तो छ बिजोग आज हुँदैन रहेछ मानेको त ओभर पानी परिदियो नि त कुद्नु पनि सक्दैन यस्तो जुत्ता लाग्छ हो लुगामा प्यान्ट पनि यस्तो छ हो पानी परेर रडी भयो